तो साथीहरू आजको रात चाहिँ म यहाँ यस स्थानमा रात बिताउने छु। बास बस्ने चाहिँ आज म यस स्थानमा रहेको छ र तपाईहरु हेर्न सक्नुहुन्छ। अब म चाहिँ बास बस्नको लागि अब मैले यहाँ ठाउँ बनाउनु पर्ने हुन्छ। जंगल जस्तो ठाउँमा चाहिँ जहाँ पनि बास बस्नको लागि चाहिँ सफा सुग्घर ठाउँ छु। र यो त जंगल हो साथीहरु, धेरै ठाउँबाट अनेक किसिमका आवाजहरु आउने गर्छन्, तर डराउनु हुँदैन, हार मान्नु हुँदैन। मसँग चाहिँ अब यो चाहिँ मेरो नाइटको लागि टर्च रहेको छ साथीहरु। हेर्न सक्नुहुन्छ साथीहरु, अब चाहिँ म यहाँ सरसफाई गरेर आफू बास बस्नको लागि स्थान बनाउने छु। किनकि यहाँनिर एउटा रुख पनि रहेको छ। यसको तल चाहिँ मलाई बास बस्दाखेरि एकदमै राम्रो सुविधा हुनेछ। किन भन्दाखेरि माथिबाट शीतहरू पर्ने छैन। किनकि रातको समयमा चाहिँ माथिबाट परेको शीतले चाहिँ धेरै नै हानि गर्ने गर्दछ। त्यसैले चाहिँ म झाडु बनाएर पनि झाडुले चाहिँ जंगलमा त अब सबै ठाउँमा झाडु पाइन्छ भन्ने छैन नि त। यहाँ त सबै के हो कि प्रेजेन्टमै बनाएर प्रेजेन्टमै गर्नुपर्ने हुन्छ के। ओहो साथीहरु, यो चाहिँ मेरो अब बास बस्ने स्थान रहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो ब्याग।